गुड आफ्टरनुन एभ्रिवान दर्शन नमस्ते स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा म चाहिँ सिजन गुरुङ है दर्शक महानुभाव रामपुर नगरपालिका वार्ड नम्बर 8 बुजादेखि आज मिति 2083 साल असार 24 गते बुधबार असार शुक्ल पक्षको अष्टमी तिथि आज बुधाष्टमी व्रत आज बुधाष्टमी व्रत विशेषको अवसरमा व्रत बस्न सक्ने जति मनलाई व्रत बस्नुहोस् भनेर अनुरोध गर्दै म हजुरहरूलाई मेरो भिडियोमा रामपुर नगरपालिका वार्ड नम्बर 8 बुजा सानो बैचादेखि यता अगाडि निसर्दी क्षेत्रतर्फ जोड्दैछु दर्शक महानुभाव बाइक भिडियोबाट सुरुवात गरौँ। गाइज यहाँ माथि पसल भयो यता बरादेव मन्दिर अनि गाइज यतातिर घर। अब गाइज म ठ्याक्क यहाँदेखि अगाडि जाँदैछु गाइज फाइनली अनि यहाँ गाइज ठ्याक्क मामा जोतेर आउँदै हुनुहुन्छ। गाइज अब अगाडि जाउँ ल गाइज। अब म यहाँ सानो बगैँचादेखि ठ्याक्क अगाडि लाग्दैछु है गाइज। अनि यहाँ बरादेव मन्दिर भन्छ मास्तिर गाइज जङ्गल हेर्नुहोस् आकाशतिर भन्नुपर्दा गाइज पानी पर्ला पर्ला जस्तो गरे ऊ गाइज अगाडि चाहिँ सूर्य हो गाइज। म चाहिँ हजुरहरूलाई मेरो भ्लग भिडियोमा जोड्दैछु गाइज। अनि यहाँ तल छ श्री दुर्गादेवी मन्दिर अनि गाइज स्कुटर आइरहेको अगाडिबाट। अब गाइज गाइज भाइले चाहिँ हातै छोडेर देखाइदिइरहेको थिएँ भयो त्यति हात छोडेर पनि देखाउनु पर्दैन हजुरहरूको ज्यानभन्दा ठुलो यो भिडियो पनि होइन। म हजुरहरूलाई अनुरोध गर्न पनि चाहेँ। अनि गाइज यहाँ ठ्याक्क ग्यारेज पनि छ अनि गाइज यहाँ तल चौतारी अनि गाइज म छु यतिखेर रामपुर नगरपालिका वार्ड नम्बर 8 भुजा क्षेत्रतर्फ गाइज। अब यहाँदेखि अगाडि गएपछि म लाग्छु निसर्दी क्षेत्रतर्फ अनि गाइज यो फाइनली यो खोला कटेपछि म लाग्छु अब ठ्याक्कै गाइज निसर्दी क्षेत्र। म हजुरहरूलाई जानकारी पनि गराउन चाहेँ दर्शक महानुभाव रामपुर नगरपालिका वार्ड नम्बर 8 निसर्दी गाइज। अब भने म यहाँ तल छ गाइज नमुना समूहको भवन अनि यता खरे खोला सामुदायिक वन उपभोक्ता समूहको भवन अनि गाइज यहाँ चौतारी भइहाल्यो अनि गाइज रामपुर नगरपालिका वार्ड नम्बर 8 निसर्दी क्षेत्रतर्फ छु दर्शक महानुभाव। यतिखेर म हजुरहरूलाई जानकारी गराउन चाहेँ हजुरहरू के गर्दै हुनुहुन्छ गाइज। उहाँ दाइले हात उठाउँदै हुनुहुन्थ्यो अनि गाइज म चाहिँ खोला भिडियो बनाइरहेको छु है हजुरहरू के गर्दै हुनुहुन्छ गाइज। यहाँ तल साथी गीता पाण्डेको घर हो अनि गाइज यता बाटो भइहाल्यो यो अनि गाइज यहाँ चाहिँ दाइहरू काम गर्दै हुनुहुँदो ओ गाइज कैसा क्या सब काममा हो दाइ नमस्ते। अनि गाइज दाइले नमस्ते गर्दै हुनुहुन्थ्यो मैले पनि नमस्ते गरेँ गाइज। अनि यहाँ चाहिँ गाइज यहाँ स्वामीको बोट अनि गाइज फाइनली आजको मौसम भन्नुपर्दा गाइज हेर्नुहोस् यस्तो खत्रै बादल लागिरहेको गाइज आकाशतिर चाहिँ। अनि गाइज पानी पर्ने सम्भावना अलि धेरै नै छ पानी पर्न पनि सक्छ नपर्न पनि सक्छ गाइज। अब मौसमको र नदीको भर हुन्न भन्थ्यो गाइज तर हेरौँ के हुन्छ। उहाँ चाहिँ गाइज घाममा अब ठ्याक्क डुब्न लागे अनि गाइज यहाँ त ट्रस्ट भयो त यहाँ माथि अनि गाइज रामपुर नगरपालिका वार्ड नम्बर 8 निसर्दी क्षेत्रतर्फ छु दर्शक महानुभाव यतिखेर म। अनि गाइज यहाँ चाहिँ बिस्तारै जाउँ है गाइज। बाइक गयो गाइज भर्खरै अगाडि गाइज बुवा हिँड्दै हुनुहुन्छ लट्ठी टेकेर। अनि गाइज म चाहिँ ठ्याक्कै निसर्दी क्षेत्रतर्फ छु यतिखेर म हजुरहरूलाई जानकारी गराउन चाहेँ गाइज। फाइनली पानी पर्ने हो कि अनि मलाई डर लागिरहेको गाइज। अब ठ्याक्कै भन्नुपर्दा गाइज म ठ्याक्कै निसर्दी पुल झर्नेबाटतिर पुग्छु अब केही समयमा। अनि गाइज यहाँ बुवा हिँड्दै हुनुहुन्छ अगाडि लट्ठी टेकेर। नमस्ते बुवा सन्चै हुनुहुन्छ एकदम ठिक भनौँ एकदम ठिक भनौँ बुवा गाइज। बुवाले भन्दै हुनुहुन्छ ठिकै हुनुहुन्छ भनेर म चाहिँ एकदम ठिक छु भन्नुपर्छ दर्शक महानुभाव। चल्दै रहनुहोस् गाइज फाइनली यता नेपियर हो अनि गाइज यता मासतिर पनि नेपियर मासतिर गाइज बोटोहरू छ यता बारीमा मकै पनि छ। रामपुर नगरपालिका वार्ड नम्बर 8 निसर्दी क्षेत्रतर्फ छु दर्शक महानुभाव यतिखेर म हजुरहरूलाई जानकारी गराउन चाहेँ हजुरहरू के गर्दै हुनुहुन्छ दर्शक महानुभाव। यता मकै छ अनि गाइज त्यहाँ तल घर पनि छ यता मासतिर अम्लिसाको बोट खयर गिदारी खनिया अनि गाइज तल मसिनो घाँस पनि छ भुइँ घाँस। अनि गाइज म चाहिँ यहाँ भ्लग भिडियो बनाइरहेको छु भनौँ दर्शक महानुभाव। म चाहिँ सिजन गुरुङ है दर्शक महानुभाव। म चाहिँ हजुरहरूलाई मेरो भ्लग भिडियोमा जोड्दैछु हजुरहरू के गर्दै हुनुहुन्छ रामपुर नगरपालिका वार्ड नम्बर 8 निसर्दी क्षेत्रतर्फ छु दर्शक महानुभावमा यतिखेर गाइज। अनि गाइज यहाँबाट ठ्याक्क यो ट्रस्ट छ अनि गाइज पहिलाको बाटो चाहिँ यहाँबाट थियो क्या गाइज
यहाँबाट यस्तो तल झर्ने बाटो थियो अनि अहिले चाहिँ गाइज अलि अगाडि बाटो छ बाटो अनि गाइज यो बाटो चाहिँ माथि निसर्दी माथिल्लो गाउँतिर जाने बाटो हो गाइज अनि यो चाहिँ घर अझै सिद्ध्याएर आइन क्या फाइनली रम्फू नगरपालिका वार्ड नम्बर 8 निसर्दी क्षेत्रतर्फ छु गाइज अनि यहाँबाट चाहिँ ठ्याक्क तल पुलतिर जाने बाटो हो दर्शक महानुभाव देख्न सक्नुहुन्छ दाई कता हिँड्नुभयो गाइज यो दाईहरूलाई पनि देखाइदिएँ मैले त अनि गाइज यतातिर चाहिँ ठ्याक्क यो केराको बोट भयो अनि गाइज आजको मौसम हेर्नुहोस् यस्तो बादल लागिरहेको गाइज यता माथितिर बादल अनि यतातिर पनि बादल अनि यहाँ थोरै सफा अनि गाइज अगाडिबाट आइरहेको छ फाइनली ट्र्याक्टर अनि एम्बुलेन्स नै आइरहेको गाइज हो झिली झिली बत्ती बल्दै एम्बुलेन्स पनि आइरहेको गाइज यो एम्बुलेन्स अनि गाइज सिलिप आखान गाइज अनि गाइज सिलिप पनि आइरहेछन् ट्र्याक्टरमा अनि गाइज यहाँ माथि चाहिँ देवस्थान प्राप्य गाइज यो माथिको अझै म हजुरहरूलाई प्रत्यक्ष रूपमा यहाँ अगाडिबाट देखाउने छु दर्शक महानुभाव गाइज श्री देवस्थान प्राथमिक विद्यालय हो यो चाहिँ गाइज श्री अकलादेवी मन्दिर हो गाइज यो माथिको तलको पुरानो मन्दिर हो उहाँ माथिको नयाँ मन्दिर हो गाइज त्यो नयाँ मन्दिर चाहिँ कहिले बन्छ बुझिपाउँ मैले प्रश्न गरेको थिएँ गाइज सामाजिक सञ्जालमा यसो फोटो राखेर कहिले बन्छ होला भनेको थिएँ अब अर्को चुनावपछि त होला नि भन्दै हुनुहुन्थ्यो 1-2 दाईहरूको उत्तर गाइज जिप गयो गाइज दाई आउँदै हुनुहुन्छ नमस्ते दाई आराम हुनुहुन्छ कता खेततिर पुगेर आउनुभयो यसो दाई भिडियो बनाउन हजुर गाइज अनि यो अब गाइज यहाँ चाहिँ ठ्याक्क अँधेरी खोला आइपुग्न लागेको छु म अनि गाइज यता मास्तिर हेर्नुहोस् यो गाई सालको बोट अनि यता साल अनि गाइज यो चिलाउनीको बोट यो खयरको बोट गाइज यता तल खन्याको बोट अनि गाइज फाइनली स्कुटर पनि आइरह अब गाइज म ठ्याक्कै आउन लागेँ अँधेरी खोला गाइज रम्फू नगरपालिका वार्ड नम्बर 8 अँधेरी खोला गाइज गाइज ट्याक्सी हो कि के जाति आइरह आउन चाहिँ आइरह अनि गाइज यहाँ चाहिँ अँधेरी खोलाको यो सिमल हेर्नुहोस् गाइज बडै ठुलो छ गाइज यो गाइज यहाँ त पक्कै 2-3टा बनस्कानी बस्यो होला के छ दाई अनि गाइज यति ठुलो सिमल छ यहाँ त गाइज 2-3टै भूत हो कि दोख हो कि बनस्कानी हो कि के बस्यो होला गाइज अब बसे छैन त्यो आफ्नो ठाउँमा छ तर गाइज अन्धविश्वास बस्छ अरे भन्ने मैले पनि सुनेको गाइज अब सुनेको कुरा चाहिँ गाइज 100मा 100 हुन्न अरे कहिल्यै अनि गाइज यतातिर त फाइनली यहाँ सडक नालीमा त गाइज ढुङ्गा खसेछ म चाहिँ यतातिर गाइज सडक विभाग रम्फू नगरपालिकाको ध्यान आकर्षण गराउन चाहेँ त्यो तलतिर गाइज खल्लुकको बोट काभ्रो तिल्का अनि गाइज दमास्तिर खन्या वनको शिखर रहेछ भित्तामा वनको शिखर रहेछ गाइज अनि गाइज यहाँ त फेरि माथिबाट यस्तरी माटो खस्यो म चाहिँ यहाँ यतातिर सडक विभाग नाली सरसफाइको जिम्मेवारी कसले पाउनु भएको छ म उहाँको ध्यान आकर्षण गराउन चाहेँ दर्शक महानुभाव रम्फू नगरपालिका वार्ड नम्बर 8 अँधेरी खोला क्षेत्रतर्फ छु गाइज म मास्तिर हेर्नुहोस् गाइज तिल्का अनि यहाँ गाइज उन्यु अनि गाइज त्यहाँ घाँस अनि गाइज बाटो त दौडिरहेको त यता तल्लो बाटो जान्छु म गाइज बाटोले हान्ने क्या भन्नु पर्यो ए हस् हुन्छ बुवाले भैँसी ल्याउनु भएर गाइज मलाई ठ्याक्क भिडियो गर भन्दै हुनुहुन्थ्यो गाइज फेरि हेर्नुहोस् दोस्रो लट बुवा त्यहाँ पुग्नुभयो अनि गाइज यता हेर्नुहोस् फाइनल बिजुलीको पोल अनि गाइज यो हो तिल्का अनि गाइज अब म चाहिँ छु यतिखेर रम्फू नगरपालिका वार्ड नम्बर 8 निसर्दी क्षेत्रतर्फ दर्शक महानुभाव म हजुरहरूलाई जानकारी गराउन चाहेँ गाइज बर्दाले मात्र 2 किलोमिटर छ अब म हजुरहरूलाई अवगत गराउन चाहेँ दर्शक महानुभाव रम्फू नगरपालिका वार्ड नम्बर 8 निसर्दी क्षेत्रतर्फ छु अबको केही छिनमा म जोड्दैछु हजुरहरूलाई रम्फू नगरपालिका वार्ड नम्बर 10 बस्ती क्षेत्रतर्फ दर्शक महानुभाव फाइनली यहाँ ट्रक छ गाइज अनि गाइज अब यहाँ अगाडि त्यहाँ अगाडिबाट गाइज रम्फू नगरपालिका वार्ड नम्बर 10 बस्ती क्षेत्रतर्फ जोड्दैछु म अनि गाइज यता हेर्नुहोस् फाइनली गाइज यता मकै छ अब यतातिर चाहिँ गाइज 8 नम्बर वडा नै हो म हजुरहरूलाई जानकारी गराउन चाहेँ उयो भालु खोला कटेपछि गाइज फाइनली 10 नम्बर वडा लाग्छ
गाइज यहाँ माथि त घर छ है देख्न सक्नुहुन्छ अनि यता गाइज नेपियर रहेछ अनि गाइज यता रहेछ रामसिंहको बोट अनि गाइज यहाँ रहेछ काभ्रोको बोट। अब चाहिँ गाइज यो खोलाकटेपछि म लाग्छु रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्ती। ओके बाई टेक केयर बेस्ट अफ लक दर्शक महानुभाव। म चाहिँ हजुरहरूलाई मेरो भिडियोमा रामपुर नगरपालिका वार्ड नम्बर 8 भुजा सानो बैचादेखि रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दीसम्म जोड्दै थिएँ। हजुरहरूलाई मेरो भ्लग भिडियो जस्तो लाग्छ त्यस्तो प्रतिक्रिया जनाइदिनु होला। हजुरहरूलाई मेरो भ्लग भिडियोलाई धेरै लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला। हजुरहरूको साथ सपोर्टले मलाई अगाडि बढ्ने मोटिभेसन मिल्नेछ। म चाहिँ सृजन गुरुङ है दर्शक महानुभाव। म चाहिँ हजुरहरूलाई मेरो भ्लग भिडियोमा जोड्दै थिएँ। ओके बाई टेक केयर बेस्ट अफ लक।